म चाहिँ कामबाट आएको छु। मेरो बुढी चाहिँ के गर्दैछ त भनेको त सब्जी पो केलाइरहेको रहेछ। बुढी के गरेको? के सब्जी हो? ढिलो भयो नि आज ड्युटी गर्दा गर्दै ढिलो भयो। के गर्नु अर्काको काम कहाँ सजिलो हुन्छ। फोन गाडीमा त्यो कराएर के आवाजै त सुनेन कस्तो भयो। अनि के गर्नु अब त्यो भाइ त्यो गाडीको भाइब्रेसनले नि केही थाहा पाउँदैन। गाह्रो छ। त्यही त 6:30 भयो नि आज। मेरो बुढीले माया गर्दा खाजा बनाइदिएको छ होला। अनि के बनाइदिएको छौ खाजा? म भुटी भात खान्न। तिमी त मासु पकाउनु पर्दैन खालि तिमी चाहिँ खालि घिरौलै मात्र खाउँछ घिरौलै मात्र खाउँछ। मासु खानु कति मनपर्छ। पैसा छैन मासु किन्ने। म त अब मेरो त महिना नमरिकन आउँदैन पैसा। के गर्नु गाह्रो छ।